सिन्धुली गढी प्रवेश गर्दैछौँ हामी। हाम्रो होमु मामा बाइक चलाउँदै हुनुहुन्छ। हामी तिनैजनाको तर्फबाट आज चाहिँ हाम्रो यात्रा यो सिन्धुली घुम्ने हाम्रो यात्रा छ। सिन्धुली कलाघर र सिन्धुली गढी जानकारी गराउँदछौँ। अहिले चाहिँ हामी यो सिन्धुली लोक कलाघरमा प्रवेश गर्दैछौँ। खाना खाएर गर्दै हामी सिन्धुली कलाघरमा एकदमै कलाघरको बाजा हो यो। कलाघरको बाजा यहीँदेखि सुरु हुँदैछ। यहाँहरूले सुनिदिनु होला। यति धेरै चिसो त खै जिन्दगीमा खै भएको नि थिएन होला। राष्ट्रिय कलाघर संग्रहालय सिन्धुली यता रहेछ दाइ। सिन्धुली कलाघर ए मामा होच्याइदिनु त। यसबाट हेर्ने हो क्या? यहाँबाट हेर न। उता उताबाट खिच्दे त पहिला हेर न। अरे अरे म त मामाको यहाँ होच बनाइदिनु न। यो छ त, यो हाल न। सानो हेर मेरो आँखाले कसरी यो चाहिँ मिलाउने भन्नुभयो दिदी? यो चाहिँ घुमेर हेर्ने होला क्या? ए घुमाएर हेर्ने हो? कस्तो आँखाले हेर्ने कि दुईटा? आन्टी पालै पालो हेर्न आँखा नपुगे। हाम्रो अस्मिता चाहिँ उहाँ दूरबिनमा हेर्दैछन् के देख्यो? देख्दिन त हेर त। यहाँ चिम्म गरिरहेछु हेर्दैछु त नि। नाक यहाँ राखेर हेर न भगवान्। एकपल्ट तपाईँ हेर्नु अनि कसरी हेरेर त भन्ने कुरा। अब यहाँ कता घुमाउने त? अहिले मान्छे कट्टा माथि आउँछ सबै पुरै घुमेर हेर न। आफू नै घुम्ने हो कि यो मात्रै घुमाउने हो? तर कता कता हेर्नु मन लाग्छ त्यतै त्यतै घुम न। तर पहाड जस्तो देख्दैछु यो कता घुम्ने? त्यो लाग्नु है हेर्नु कता हेर्नु लापु हुन लागिसक्यो। बन्द हुने बेला यसो होला। के देखेछ त तैँले त्यहाँबाट? एउटा नै हेर्ने हो आउँछ क्या कालो कालो आउँछ कता घुमाउने पैसा फेरि निकालेर हाल्नु पर्ने हो कि? सानो अहिले त म त कता कता देखिनँ। जाए तपाईँ हेर्नु त। मोबाइल उठाउ त। हाम्रो दाइले हेर्दै हुनुहुन्छ उहाँ। के देख्नु हुँदैछ दाइ? देख्नुहुन्छ मामाले के देख्नु?
बाहिर दुर्बिन भन्दा बाहिर बाहिर आँखा छ अनि के देख्नु के देख्नु केही देख्नु भएको नजिकै आँखाकै छेउमा आयो त त्यो बारी पहाड त हामीले यतिकै नि देख्छौँ हजुर हजुर त्यही रहेछ म त्यो सङ्ग्रहालयको मान्छे नजिक देखिरहेको त हेर्दा सानो लु खोइ त हो क्या मामा 10 रुपियाँ तिर्नु भएको सङ्ग्रहालय भएको मान्छे अगाडि छ यहाँ अगाडि तपाईँ अगाडि खोइ लु धेर नहेर्नु अहिले आँखा फेरि गाह्रो स्यालले हेर्न दिन्छ त्यहाँ कहाँको पाखे तातो बनाऊ कि कतै गएर चिया कफी खाऊ अहिले एउटा गीत भाइरल भन्छ त मेरो जिउमा के पारेर घाउ बनाइदियो है के भन्छु मैले सुनिन कसमा पाउनु यस्तो राम्रो मौसम छ गाइस तर अब जाडो चाहिँ भएको छ होइन केही पाउनलाई केही हाम्रो मामाले एकदम राम्रो सस्तोएर ल्याउनु भएको छ बाइक उहाँलाई धेरै धन्यवाद भन्न चाहन्छौँ हामी लगभग त्यस्तै 10 देखि 20 किलोमिटर चाहिँ हामीले तिनजना नै आएको भन्नुपर्छ भनेर तुलाले कलर घर त्यहाँ कसरी बनायो होला है एकदम लास्टमा आफन्तै पर्नु हामी सिन्धुली कलाघर जाँदैछौँ अहिले चाहिँ यता सिन्धुली गढी के अरे गढी सकेर पुगेर पर्छ त्यो राष्ट्रिय कलाघर
कला घर देख्नु पर्यो हामी चाहिँ नदेख्ने भयो 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 धन्यवाद आफ्नो चाहिँ के त भएछ